है अब हामी आज चाहिँ शनिबार कहाँ जानु लाग्यो ठेचु जानु लाग्यो होइन अब यसो कहिले शनिबार भ्लग पनि बनाइदिउँ न भनेर चाहिँ अब यसो ऱ्यान्डम भ्लग बनाउँदैछु भ्लग के हो भतिज हाम्रो आजको क्यामेरामा छ हाम्रो स्पेसल सङ्कल्प अधिकारी के भतिज बोल्नु नि त केही खैले त केही नबोल्नु केही भन नि त केही नबोल्नु केही भन न हजुर हामी सुटमा जानु लाग्यो रमाइलो गर्नुपर्छ आज अब जाउँ ल है गाइज है यहाँनिर एउटा म चाहिँ मम्मीले आज हाम्रो शनिबार लोकल कुखुरा ढिँडो साग हाम्रो ड्याडीले खाँदै हुनुहुन्छ हाम्रो भान्जी त्यहाँ मोबाइल चलाएर गइरहेछ यता मम्मी हुनुहुन्छ मिठो है ढिँडो र मासु कस्तो मिठो हेर नि ल ल बाई बाई ल ड्याडी बाई ल है ल अब हामी चाहिँ लाग्दिएको गाइज अब हेरौँ बिस्तारै देखाउँदै जान्छ हामी थेचु गएर अब बिस्तारै ल बाई बाई ल समूह यार बाटोमा देखाउँछौँ हल्का भतिज कहाँ जानु ल हामी खोइ कहाँ हो सुटमा जानु लाग्यो कति हेर त मोबाइल निकाल्दा त कति छ अझै म्याप पनि केही देखिँदैन होला हामी धेरै छैन अब 4 मिनट यार त्यहाँ पुग्नुपर्छ अझै यार हामी रेस्ट गर्नु पर्न रेस्ट गरे हो क्या हामी 1 घन्टा त राइड गरेर आएको यहाँसम्म है ठिक छ अब रेस्ट गर्नु पऱ्यो एकछिन अनि जानु पऱ्यो त्यहाँनिर त माछा मारे हो कि के गरे हो थाहै भएन क्या के गरे होला भतिज गेस सायद फिसिङै गइरह होला इङ्ग्लिस बोल्दै डेस्टिनेसनमा आइपुग्यो है यार फाइनली बाटो हराइदिएर हाने हामी है आइपुग्यो यार स्टुडियो हामी चाहिँ उता जाने हो त्यो घर जस्तोमा जाने हो हामी चाहिँ अब यो डेन्जर के हो यार यो ल अन्डा बारी छ होइन खै कहाँ बत्तिस कस्तो लागिरहेछ है मोबाइल छ नि त हिरो खतरा छ त यार ठाउँमा त के हो चिल गर्नु त बबाल छ त गोठ बाबा रे भेडा नि रहेछ नि त यहाँ छ एउटा भेडा है हामी त वेटिङमा पऱ्यो नि त यार कति छिटो वेटिङमा पऱ्यो यार घडी हेरेर घडी मात्र बिस्तारै अब भ्लगहरू पनि कन्टिन्यू गर्नु पर्ला यार अलिअलि है के हो भतिज अब स्याटरडेको भ्लग चाहिँ आउँछ है स्याटरडे होइन अब अहिले जस्ट फर्स्टमा स्याटरडे ट्राई गरौँ अनि बिस्तारै रेगुलर टाइपको अलिकति खतरा बिस्तारै भइसक्यो पछाडि भ्लग्सहरू के बोल न यार मलाई थाहा थियो कि ढिलो हुन्छ खाना भनेर त्यही भएर मैले घरमा नै खाएर आएको मम्मीले दरा हालिदिनु भयो अति धेरै उठ्न नसक्ने हिजो राति पो खायो त डेन्जर पसिनै खल भात खाएर फोन गरेर भएको अब 10 मिनटमा आइपुग्नु हुन्छ अरे है तर म चाहिँ अति नै टाइमको एकदमै भन्नाले पङ्क्चुअल छु क्या चस्मा लगाइदिइसके पछाडि त सानै छुट्टै हुन्छ नि
सर देखेन के सर देखेन भन्न सर सर देखेन सर हुँदा नि हिरो चाहिँ देखिनु पऱ्यो क्या कसम यार बिस्तारै अनुहार हेऱ्यो भने त कस्तो बुढो हुने तर के भर्खर त 18 वर्ष भयो म 32 म भन्दा नि जेठो कति वर्ष भयो 32 स्विट 16 यत्रो स्विट 16 अब 18 32 एउटा क्या रमाइलो कुरा छ क्या अस्ति हामी सुटिङमा गएर भतिजको काण्ड निस्किरहेको थियो भने ठिक छ भतिजमा अब डन्जर घुम्नु जानुपर्छ हामी सैटरडे चाहिँ हामी हाम्रो राइड चाहिँ आउँछ कि दामी दामी अब नेक्स्ट सैटरडे अब अरूले बोलायो भने यो पालि त बोलाउनु होला हैन कोरियोग्राफर चाहियो भने चाहिँ यसो अलिअलि भिडियो सिडियो नि खिचिदिन्छु म आज चाहिँ खासमा हामी चाहिँ एकजना म्यामको छोरीलाई भिडियो खिच्नु पऱ्यो अरे यसो अन्टाड उहाँले चाहिँ मलाई बोलाउनु भएको थियो अनि त्यही भएर आज चाहिँ उहाँहरूको अलिअलि यसो भिडियोहरू खिचिदिनु पऱ्यो अरे भनेर बोलाउनु भएको थियो ओके खिचिदिउँला वाइ नट आउने काम गर्ने हो गाइज हैन वाइ नट कोकोनट ए पारा हो नि त वाइ नट कोकोनट अनि यो चाहिँ फर्सी क्वाच्याक गाइज कमेन्ट गर्नु होला यो के को लागि युज हुन्छ नो नेगेटिभ है नो नेगेटिभ वी इटको खानको लागि युज हुन्छ गाइज अब चाहिँ हामी भिडियो खिच्दैछ कस्तो लाग्दैछ यार यो केही पनि हुन्न यार रमाइलो भइरहेछ गर्मी चाहिँ अति गर्मी भयो होइन कस्तो लागिरह आज तपाईँलाई कस्तो लागिरह मलाई त के अब मेरो त कामै खिच्ने हो न्यू एक्सपिरियन्स भइरह अब हामी चाहिँ माथिको कस्तो दामी दामी कटेजहरू हेर न यार है बबाल रातिमा कसम भन्नु राति कसम साथीहरूसँग चाहिँ आएर चिल हान्ने ठाउँ रहेछ है नाइट आउट यो ठाउँ चाहिँ अब थेचुमा छ होइन गाइजहरू आफै आउनु तर एकदम भाइबिङ ठाउँ छ कसम भाइ लास्ट भाइ अस्ति भाइ हुनाले यो चाहिँ लाइक फार्म हाउस रहेछ कि तलसम्म रहेछ तलसम्म फार्म हाउस रहेछ नाइट स्टेको लागि पनि हो जस्तो लाग्यो कि मलाई 1 बजिसक्यो यार ऊ त्यहाँ हेर न बबाल छ कि नेपालको झन्डा देख्छ कि देख्दैन होला यार जुम गर त देख्छ कसम यार मैले अघि नै नि खिचेको थिएँ बबाल है नाइस है सेल्फ सर्भिस रे खतरा रहेछ है बबाल भतिज के भइरहेछ यहाँ ए आलु खन्न मिल्छ आफैले ओके नाइस यार यो छ के लोकेसन है कसो यार गाउँघरको याद दिलाइदियो हुन्छ हामी त्यस्तैमा आउँछौँ हामी त गाउँमा त भतिज कसलाई खै हाल्यो
आज दह्रो रमाइलो भइरहेछ हामीलाई सुटमा कसम यार खाओ पियो मौज गरो नाइस भइरहेछ बवाल छ घरको छ म चाहिँ यहाँ सुट गरेर चाहिँ अब यो हाम्रै गाउँतिर गाउँको घर जस्तै छ है बवाल छ उही केही भन्दिनु नि त के भन्ने टेन्स भयो नि यस्तरी खिच्ने रहेछ मैले त्यसो खिचिराखेँ फेरि रिस सुट हान्नुभयो ठिक छ केही छैन त्यसलाई नि मिलाउनु त मिल्छ सपोर्टिङ छु म Can I drink water first? नल यार मेरो हल्लिन्छ तपाईँको त अति मलाई पनि मेरो पो भइरहेको त भ्लग त कसम घन्ट्याङ गरेर हिँडेर ओके गाइज आजको आजको चाहिँ भिडियो सक्यो यहीँ इन्ड हुन्छ कस्तो लाग्यो त्यो धेरै त खिचेनौँ हामीले अलिअलि यस्तो रमाइलोहरू खिच्यौँ होला खिचेन मेरो आज क्यामेराम्यान आज क्यामेराम्यान हुनुभयो चाहिँ हाम्रो नानु पनि भिडियो खिच्यो अलिअलि अब सो अब एडिट गरिदिनु पनि छ आज चाहिँ हाम्रो जस इन यहीँ हुन्छ अब हामी हल्का फुल्का सामानहरू किन्न जाँदैछौँ भतिजले कहिले काहीँ ल्याङ हान्छ क्या हामीलाई किन माइक नराखेर हाम्रो चाहिँ कटिङ आउँदैन है सब जे हो त्यही एकदम ऱ्यान्डम आउँछ भ्लगहरू जस अब सकेसम्म हामी क्वालिटी चाहिँ दिन कोसिस गर्छौँ तपाईँहरूले सब्सक्राइब गर्नुभयो भने त्यही त्यही हो सब्सक्राइब चाहियो नि अँ लास्टमा ल बाई बाई भतिज ल त्यही हो यार गाइज के भन्नु त्यस्तै हो जिन्दगानी त भन्छ के त्यो के ड्रेस लगाइरहेको तिमीहरू यार कलेजको कि स्कुलको कहिले हो सुट तिमीहरूको अल्ठुन्सेल बोल नि यार ल बेस्ट अफ लक गाइजहरू पूर्णिमा त मेरो युट्युबको त महारानी जस्तै भइसक्यो यार ल तिमी चाहिँ राक्षस है क्या जिस्क्या जिस्क्या ल बेस्ट अफ लक भोलिको लागि तिमीहरूको स्कुलको ड्रेस